मेरो पसलको अगाडि ठेला राख्ने हिम्मत कसरी गर्यो? अरे यी मानिसहरूले त मेरो ठेला नै पुरै भाँचिदिए। तर म हार मान्ने छैन। जति गाह्रो भए पनि म फेरि उठ्छु। ठेला छैन भने के भयो? म जमिनमै कपडा ओछ्याएर तरकारी बेच्नेछु। मेरो तरकारी ताजा छ, कसैले छुन पाउँदैन। आज सबै बेच्नेछु। हेर्नुहोस्, आउनुहोस्, एकदमै ताजा तरकारी लैजानुस्। एकपटक खानुभयो भने फेरि खोज्नुहुन्छ। मालिक, त्यो हरियो फेरि बजारमा आएको छ। मानिसहरू सबै उसैबाट किनिरहेका छन्। उसले आफ्नै जमिन किनेर खेती गरेको छ। माणिक, गएर उसको खेत पुरै उखेलेर फालिदे। एउटा पनि बिरुवा बाँकी नराख। यो कसले गरिदियो? मेरो सारा मेहनत माटोमा मिलाइदियो। म हार मान्दिन। यसपटक अघिल्लो भन्दा पनि ठूलो खेती गर्छु। यो खेत फेरि हराभरा बनाउँछु। भनेकै थिए नि, मेरो खेत फेरि हराभरा भयो। यस पटक एउटा पनि बिरुवा बाँकी नराख। पूरा खेत सखाप पार। म धेरै टुटिस्केको छु, तर म हार मान्ने छैन। साथीहरू, मलाई हिम्मत दिनुहोस्। यसपटक म यही बस्छु। को हो यो सबै गर्ने, आज थाहा पाउँछु। अब धेरै भयो। तिमीहरू नै रहेछ मेरो खेत नष्ट गर्ने। साथीहरू, अन्ततः मैले पसल खोल्न सफल भए। 10,000 जनाले लाइक गरेर मलाई हौसला दिनुहोस्। हजुर, राम्रो। धन्यवाद।